नेपालको 2082को चुनाव यो केवल एउटा चुनाव मात्रै थिएन। यो त एउटा पुस्ताले गरेको विद्रोह थियो जसले दशकौंदेखि जमेर बसेको राजनीतिको पुरानो रुखलाई जरैदेखि हल्लाइदियो। र यो भूकम्पको केन्द्रमा थियो एउटा नयाँ शक्ति, जेनजी। ल आउनुहोस् हेरौँ यो सब कसरी भयो। आज हामी यो पुरै कथालाई 5वटा मुख्य भागमा केलाएर हेर्नेछौँ। सबैभन्दा पहिले सुरु गरौँ त्यो नतिजाबाट जसले देशको पुरानो राजनीतिक शक्तिहरूलाई साँचो अर्थमा एक शक्तिशाली झट्का दियो। 182 यो एउटा सामान्य अङ्क मात्रै होइन, यो त्यो सङ्ख्या हो जसले नेपालको पुरै राजनीतिक नक्सा नै परिवर्तन गरिदियो। यो राष्ट्रिय स्वतन्त्र पार्टीले जितेको संसदीय सिट सङ्ख्या हो। सोच्नुस् त, एउटा यस्तो पार्टी जुन चुनाव हुनुभन्दा जम्मा 3.5 वर्ष अघि मात्रै बनेको थियो। अब यो ग्राफलाई हेरौँ त, यसले त्यो जित कति ठुलो थियो भनेर छर्लङ्गै देखाउँछ। रासोपाको त्यो अग्लो बार हेर्नुस् त, त्यसले कसरी काङ्ग्रेस र एमाले जस्ता दशकौंदेखि राजनीतिमा राज गरेका पार्टीहरूलाई वामपुट्के जस्तो बनाइदिएको छ। प्रश्न उठ्छ, एउटा भर्खरै जन्मेको पार्टीले यस्तो चमत्कार कसरी गर्यो त? यसको जवाब खोज्न हामीले एउटा पुरै पुस्तालाई बुझ्नुपर्छ। ल अब लगाउँ त्यो मुख्य शक्तितिर जसले यो सब सम्भव बनायो। त्यो पुस्ता जसको अनुभवले नै यो नतिजा लेखेको हो। कुरा खालि युवा मतदाताको मात्रै होइन है, यो त त्यो पुस्ताको कथा हो जसले आँखा खोल्दादेखि नै देशलाई गृहयुद्धको घाउ, कहिल्यै नटुङ्गिने राजनीतिक अस्थिरता र आर्थिक सङ्कटमा गुज्रिएको मात्रै देख्यो। एकछिन कल्पना गर्नुहोस् त, तपाईँ यस्तो देशमा हुर्किँदै हुनुहुन्छ जहाँ सरकार टिकेको पत्तो हुँदैन, भ्रष्टाचार भनेको सामान्य कुरा भइसक्यो र आफ्नो भविष्य बनाउन विदेश जानुबाहेक विकल्प देखिँदैन। हो, यही अनुभवले गर्दा भोट हाल्ने उमेर पुग्नु अघि नै यो पुस्ताको मनमा राजनीतिक प्रणालीप्रति एउटा गहिरो अविश्वास बसिसकेको थियो। यहाँनिर पुस्ताहरू बीचको सोचमा कत्रो खाडल छ भन्ने कुरा प्रष्ट हुन्छ। पुराना पुस्ताका लागि जुन पार्टीहरू प्रजातन्त्रका नायक थिए, त्यही पार्टीहरू जेनजीका लागि भ्रष्टाचार र असफलताका प्रतीक बने। राजनीतिक विश्लेषकहरूले त भनिसकेका थिए। सङ्केतहरू छर्लङ्गै थिए, जस्तै 2081को असोजमा जब हजारौं जेनजी प्रदर्शनकारीहरू सडकमा आएर सरकार नै ढालिदिए। तर पुराना पार्टीहरूले यो बढ्दो आक्रोशलाई देख्या नदेखिए गरे। अब प्रश्न आउँछ, यो निराश पुस्ताले आफूलाई सङ्गठित चाहिँ कसरी गर्यो त? उनीहरूले पुराना तरिका छोडेर एउटा पुरै नयाँ मैदान रोजे, डिजिटल मैदान। उनीहरूको राजनीतिक लडाई अब सडक र चोकमा मात्र सीमित रहेन, त्यो त डिजिटल दुनियाँमा सर्यो। उनीहरूका लागि समाचार भनेको पार्टीको पर्चा होइन, बरु टिकटक, युट्युब र फेसबुकको फिड थियो। रासोपाले यो कुरा राम्ररी बुझेको थियो। उनीहरूको प्रचार भनेको नेताहरूको लामो दिक्लाग्दो भाषण थिएन, बरु छोटो तर चोटिलो भिडियो क्लिप, मिम अनि अनलाइन बहस थियो जसले युवाहरूसँग सिधै मनको कुरा गर्यो। अनि जब सरकारले उनीहरूको यही आवाज, यही डिजिटल दुनियाँलाई बन्द गर्न खोज्यो, युट्युब, फेसबुक जस्ता प्लेटफर्म बन्द गर्ने प्रयास गर्यो, त्यसले त झन् आगोमा घिउ थप्ने काम गर्यो। त्यही एउटा झिल्कोले अनलाइनको आक्रोशलाई सडकको आन्दोलनमा बदल्यो। त्यो अनलाइन आक्रोश र चुनावी राजनीतिलाई जोड्ने पुल को थियो त? त्यो आन्दोलनलाई अनुहार दिने व्यक्ति को थियो? अब कुरा गरौँ बालेन शाहको। बालेन शाहको यात्रा हेर्नुस् त। काठमाडौँको एक सुधारवादी मेयरबाट सुरु भएर उनी कसरी एउटा राष्ट्रिय आन्दोलनको अनुहार बने। उनको यो यात्राले नै देशमा बढ्दै गएको सत्ता विरोधी भावनालाई देखाउँछ। उनका कार्यक्रमहरू के भन्ने राजनीतिक सभा जस्ता थिएनन्, ती त उत्सव जस्ता थिए। मोटरसाइकलको र्याली, कन्सर्टमा जस्तो भिड अनि हजारौं मोबाइलबाट एकैपटक भइरहेको लाइभ स्ट्रिम हो। यही थियो नयाँ पुस्ताको राजनीतिको नयाँ शैली। अनि आयो त्यो नतिजा जसले सबैलाई चकित बनाइदियो। बालेन शाहले एकजना पूर्व प्रधानमन्त्री जो देशकै शक्तिशाली नेतामध्ये एक मानिन्थे, उनलाई उनकै गढमा हराइदिए, त्यो पनि नेपालको इतिहासमै कुनै उम्मेदवारले पाएको सबैभन्दा धेरै भोट ल्याएर। भनेपछि यो चुनावले ल्याएको परिवर्तन राजनैतिक मात्रै होइन, यो त पुस्ता र संस्कृतिमै आएको परिवर्तन हो। त्यसैले कुरा खाली पार्टी फेर्ने मात्रै होइन रहेछ, कुरा त देशलाई हेर्ने पुरै दृष्टिकोण फेर्ने रहेछ। अब सबैभन्दा ठुलो प्रश्न, यो नयाँ र शक्तिशाली मतदाता समूह आखिर चाहन्छ के त? उनीहरूलाई ठूला सिद्धान्तका कुरामा खासै चासो छैन। उनीहरूलाई परिणाम चाहिएको छ। उनीहरूलाई चाहिन्छ पारदर्शिता, जवाफदेहिता अनि योग्यता अनुसारको नेतृत्व।
र सबैभन्दा जरुरी कुरा उनीहरूलाई यही देशमा अवसर चाहिएको छ ताकि भविष्य खोज्दै विदेशिनु नपरोस्। किनभने मूल चुनौती त यहीँनिर छ। नयाँ सरकारले अब त्यो गहिरो आर्थिक निराशालाई सम्बोधन गर्नै पर्छ, जुन निराशाले नै उनीहरूलाई सत्तामा पुर्याएको हो। एउटा नयाँ पुस्ताले दशकौं पुरानो व्यवस्थालाई त ढाल्यो, तर अब उनीहरूको काँधमा त्योभन्दा पनि ठूलो जिम्मेवारी छ। के उनीहरूले साँच्चै आफूले सपना देखेको जस्तो नयाँ नेपाल बनाउन सक्लान्? हो, यही प्रश्नको जवाफमा देशको आउने दिन निर्भर हुनेछ।